Hi. So I'm doing my work अनि धेरै काम छ किनभने अब आज चाहिँ कुन मैले हिजो चाहिँ 2080 अनि 2082 सरी 2082 8 महिना 1 गते थियो। आज चाहिँ 2082 8 महिना हिजो 2 गते थियो, आज 3 गते छ। 3 गते नै छ नि, 3 गते नै होला क्या, म त 3 गते नै लाग्छ जस्तो छ। 3 गते आज बुधबार छ होइन, बुधबार बिहिबार मलाई सबै सघाउनु पऱ्यो अनि शुक्रबार केही पनि छैन, स्याटरडे केही पनि हेर्नुहुन्न अरे म्यामले। अनि स्याटरडे चाहिँ किनभने बुधबारसम्म आज चाहिँ ओहो हाँसी केटीको गीत सुन्दाखेरि त ओहो म पुरै राति काम गर्न सक्छु के। त्यो सङहरू चाहिँ यस्तो राम्रो राम्रो अरिजित सिंह चाहिँ उहाँले चाहिँ गाउनु भएको छ। ओ माई गॉड। अब स्याटरडे अनि त्यसपछि सन्डे कम्युनिटी जाने होला। सो कम्युनिटी जाने बेला पनि म त्यहाँ अपडेट गर्दै गर्छु। तर आज राम्रो भएको थियो नि, मैले टक 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 प्रेग्नेन्ट वुमेनको चाहिँ एब्डोमेनको इक्जामिन गर्दाखेरि चाहिँ टक टक सबै कुरा थाहा पाएको थिएँ क्या। म भनेको थिएँ नि, म खुसी भएको बेलामा खुसी पनि छु भनेर भन्छु। सो आज म खुसी थिएँ त्यसको कारण, तर काम धेरै छ सो धेरै खुसी हुनै पाएन। सन्डे जाने होला कम्युनिटी। मलाई आफै थाहा छैन के अब हुन्छ, जे गरिरहेछ त्यहाँ काम भइरहेछ, सकिरहेछ। इफ यु डोन्ट नो होइन, म चाहिँ नर्सिङको स्टुडेन्ट हो, नर्सिङको स्टुडेन्ट छु अनि 3rd इयरमा छु। अनि एउटा सिक्रेट छ जुन चाहिँ त्यो क्र्याक गरेपछि चाहिँ म मात्र भन्छु सबैलाई। तुझे जीना है मेरे बिना, तुझे जीना है मेरे बिना। यति त कहाँबाट लेख्न सक्छु र? आज राति नसुतेर सबै लेख्नु पर्यो क्या हो, म त त्यस्तै लागिरहेछ। अहिले चाहिँ 5:43 भइरहेछ, 5:43 PM। इफ म राति नै जागेर लेखिरहेको छु भने म त्यसलाई पनि रेकर्ड गर्छु अनि आई गोना पोस्ट द भिडियो। तर लास्ट धेरै छ नि, राति जाग्नै पर्छ कि लेख्नलाई त धेरै छ कि। सक्दो आफूलाई काम बनाएर मैले बनाएकै हो। मसँग खासै छैन, मैले कोहीसँग खास मुलै लगाइन। गीत सुन्दा हुन्छ।
जब राम्रो क्वालिटीको मोबाइल आउँछ अनि त्यसपछि अझ क्लियर हुन्छ होला। अनि अलि अनक्लियर चाहिँ छ, बट मैले सक्दो अहिले नैदेखि नै ट्राई गर्न खोजिकन अब एकैचोटि कहाँ सिकिन्छ रहेछ यो कुरा, थोरै थोरै गरेर चाहिँ गऱ्यो भने आफू नै सिकिन्छ नि त। अनि त्यो नआएको कुरामा चाहिँ इम्प्रुभ गर्छु म। यो चाहिँ मेरो साथीले कपाल काटिदियो अस्ति। यहाँ यस्तो अलिक तलै काट्नु भनेको चाहिँ यति माथि काटिदियो, छप्री लागिरहेको छु म। बट इट्स ओके। मेरे यारा तेरे गम अगर पाएंगे हम तेरी है कसम, हम सवर जाएंगे। तू ये सौगात तुम दो ज़माने की हम, दो ज़माने की हम, हर खुशी में बन जाएंगे, हम मर जाएंगे, हम मर जाएंगे। म मर्दैन भाइ, म मर्दैन, म त कति काम गर्नु बाँकी छ। म साँच्चै यो कपालले अलि चाहिँ छप्री देख्यो होला, बट आई डोन्ट केयर। कपाल बढिहाल्छ, मेरो खास कपाल कस्तो लामो छ नि त, यो बढिरहेको छ क्या। यो खास मम्मीको पनि कपाल लामो छ, त्यही भएर होला मेरो नि कपाल कस्तो बढ्छ। मजा कपाल छ मेरो। किस्मत तो फिर हमारी और आंसू आंखें। वुमेन इन लव, तेरा दर्द जो हमें मिले प्यार में। I think this camera is okay. आजको लागि चाहिँ यति नै। कसै यसो गरेर पढ्ने आदत छ कि मेरो। अब यसो भिडियो रेकर्ड गरेर राख्यो भने म आफ्नो यो बनाउन सक्दिनँ कि, मलाई बनाउनु छ अहिले, लेख्नु पनि छ कति धेरै। सो यति गर्दै म यो भिडियो यतिमै एन्ड गर्छु। आज चाहिँ सेकेन्ड डे।